Guys, so आज चाहिँ सेवारो आज चाहिँ हामी जाँदैछ हाम्रो के भन्छ त्यो जग्गाको नाम समथिङ गएको यिनै चाहिँ मिलेन कसरी मिलेन पिङहरु पनि छैन क्या है Hi! So we made it to this what we call Sangrang Tamang. So अब चाहिँ पूजाहरू भइसकेको छ अनि अब हामी माथि जाँदैछ ग्राउन्डमा त्यसै निकै सामानहरू हुन सक्छ डान्स प्रोग्रामहरू हुने रहेछ यहाँ रम्बी तङ्गेमा सिर्फु प्रकाश चन्द्र निर्मल राई वाचिपा पार्नु हुँदैछ चाहिँ ट्रेडिसनल फुड कल्चरल फुड हो अलिक हालिदिनु न भोक लाग्यो दुईटा ल भइसकेको छ हाम्रो गेस्टदेखि लिएर केसीआर कालिम्पोङ जिल्ला समिति उहाँ पनि मञ्चमा खदा लगाइदिने र चन्द्रकला नारी संयोजकका जिल्ला समिति देखेन होला म देख्यो सेवारो आज किराती खम्बुरा संस्कृत संस्था टाङ्गे शाखाद्वारा सालमा एकपल्ट हामी गर्छौँ या उधोले उभोली र हामी राईहरू चाहिँ एउटा ढुङ्गासँग विश्वास गर्ने खोला पानीसँग विश्वास गर्ने सुन्तले ब्रेक टाङ्गे शाखाद्वारा
सानो अभिवादन टक्राउँदै हजुरहरूमा विगो पालनसँग प्रस्तुत गर्न लागिरहेका छौँ। सायाचोङमा अर्थात् शिर उठाउने सिल्ली गर्ने सम्पूर्णहरूले उपस्थित सम्पूर्ण अतिथिहरूमाझ सेवाने चढाउँदै सेवाने सिल्ली गरिरहेको दृश्य अथवा यसलाई नमस्ते पनि भनिन्छ। साथी बोलाउने सिल्ली अर्थात् यावाबुतमा सिल्ली। सिल्लीहाङमा साथी बोलाउने सिल्ली यानि कि बुतमा सिल्ली प्रस्तुत गरिरहनु भएको छ। आदिम कालमा यही नारवा करायोपछि हाम्रा पिता पुर्खाहरूले नयाँ वर्ष सुरु भएको अनुभव गरेर बिउ बिजन छर्ने अथवा रोप्ने गर्थ्यो। हजुरहरूको माझमा पस्किरहेको छ। किराँत राई जातिका संस्कार संस्कृतिको सिल्ली टोली हजुरहरूको माझबाट ओझल हुन चाहन्छौँ। असिनसिने झाराची आलाङ्ने प्रमुख अतिथिलाई हामी किराँती सन्तानको पक्षबाट सम्मान प्रकट गर्न चाहन्छौँ, जसका निम्ति म आजका यस कार्यक्रमका प्रमुख अतिथि महोदय कालेबुङ विधायक श्रीमान दुदेन सादा लेप्चाजी, त्यसरी नै मङ्पुलाका समष्टिका भाजपा कार्यकारी सभासद श्रीमान रतन थापाज्यू, प्रेरणाको प्रतिमूर्ति हो। तपाईँको सरलता, कर्मनिष्ठा र जनप्रतिको उत्तरदायित्वले उहाँका थुप्रै कालेबुङ जिल्ला अन्तर्गत खण्ड 1 लाई प्रतिनिधित्व गर्दै
हामी चाहिँ खाना खाने म चाहिँ मेरो प्रधानी साथी लिएर आएको छु जसले चाहिँ पर्कै खाँदैन अनि म चाहिँ पर्क पर्खिँदैछु यहाँ लाइन रहेछ लेट्स इट बिचरा उता भात गुन्द्रुक मेनमा के को ज्याकेट लाएर